Hi, I'm Dipendra and I am a First of all, welcome back to my channel. This kind of BTS video. यो भिडियो चाहिँ दुईवटा डिफ्रेन्ट डेजमा खिचेको हो। एउटा चाहिँ स्वस्तिमा खड्कासँग टिभीएससँग र अर्को चाहिँ ब्रिजेश श्रेष्ठसँग प्रोटोनकोसँग। एन्ड डिस्क्लेमर, म चाहिँ एक्सपर्ट होइन, मलाई जस्ट आफूलाई लागेको कुरा र आफूलाई के एक्सपिरियन्स गरेँ त्यो कुरा चाहिँ सेयर गर्न मन लागेको। एन्ड दिस टाइम आइम गोना सेयर माई अल एक्सपिरियन्सेस। यो बिटिएसहरूबाट मैले के कुरा सिकेँ भनेर फ्रम प्रि प्रोडक्सन टु पोस्ट प्रोडक्सन। मलाई के लाग्यो भनेपछि यदि कुनै पनि सर्ट आउटडोरको छ भनेपछि सबै कुराको लागि प्रिपेयर हुनु पर्दो रहेछ। लाइक रेन माइट कम आउट अफ नो वेयर। इट्स रेनिङ हियर कि घाम टलक्क कि पानी मात्रै परिरहेको। फ्रस्ट्रेटिङ डे हैन भाइ? फ्रस्ट्रेटिङ डे। एन्ड हाम्रो त्यो पर्फेक्ट लोकेसन भन्ने चिज नै त्यो क्राउडेड हुनसक्छ, सुट गर्न नसक्ने टाइपको पनि हुनसक्छ। एन्ड द फनी पार्ट इज यो कुराले नै गर्दा हाम्रो त्यो सर्टहरू एकदम त्यो मेमोरेबल टाइपको हुन्छ क्या। जसरी त्यो जुगाड गरेर सर्टहरूलाई हामीले त्यो आउटपुट ल्याउँछौँ नि, त्यो ल्याउँदाखेरि त्यो छुट्टै मजा आउँछ क्या। यस्तो भएको थियो है भन्ने टाइपको छुट्टै भाइब्स आउँदो रहेछ क्या। जुन सुटको दिन हुन्छ नि त्यो दिन त्यो सर्टहरूलाई कसरी इम्प्लिमेन्ट गर्ने, कसरी आउटपुटमा ल्याउने भन्ने डर हुन्छ नि, हल्का स्ट्रेस हुन्छ क्या। त्यो दिन चाहिँ अलिक स्ट्रेस हुन्छ, यताउता काम भनेको त्यो स्ट्रेसफुल भएर भन्दा पनि इन्जोयबल भएर भयो भने त्यो एनर्जी नै डिफ्रेन्ट लेभलको हुन्छ क्या। अनि त्यही एनर्जी भिडियोमा पनि देखिन्छ क्या। त्यो मजाले खिचिरहेको भिडियोहरू आफूले हेर्दाखेरि पनि छुट्टै टाइपको क्या अलि हुन्छ कि दम हुन्छ। गीत गाइदिँदै चन्ना मेरे आ मेरे चन्ना मेरे आ मेरे यो त स्टार्टिङ इन्ट्रोमा हुन्छ। त्यही घाम बन्छ, पानी परिरहेछ, ठ्याक्क पर्फेक्ट लाइटिङ पनि तपाईँको बिजी आज जस्तो दाइ। दामी भिडियो गराउनु छ भने यस बिरोल चाहिँ चाहिन्छ। सिनेमेटिकली दामी गुड भिडियो गराउनु छ भने बिरोल इज दामी चाहिनुपर्छ। बट यदि भिडियोले एकदम मनमा छुवाउनु छ, एकदम फिल गराउनु छ भने त्यो भिडियोलाई भने बिरोलले मात्रै पुग्दैन क्या। देयर सुड बी अ स्टोरी जसको मिनिङ हुन्छ, स्टोरी जसको फ्लो हुन्छ। अनि जब त्यो दुईवटा कुरा ब्यालेन्स हुन्छ नि त्यति बेला चाहिँ त्यो भिडियोको म्याजिक हुन्छ क्या। लाइक त्यो छुट्टै भाइब्स आउँछ क्या। दामी सिनेमेटिक भिडियो छ, 4K क्वालिटीमा बबाल हानेछ, जस्ट म्युजिकमा मात्रै छ भने चाहिँ त्यो हेर्न सकिन्न क्या। 3 मिनटको छ भनेपछि 1 मिनटसम्म हेर्न सकिन्छ। बट इफ देयर इज ए सम स्टोरी, तर बिरोल एभरेज छ भनेपछि यो 10 मिनटको भिडियो छ भने चाहिँ हेरिन्छ क्या। स्टोरीले मान्छेलाई आफूलाई कनेक्ट गर्छ कि। मलाई त्यति स्टोरी टेलिङ त आउँदैन, बट आइएम लर्निङ स्लोली। म लर्निङ गर्दैछु अरूको भिडियो हेरेर, कहिले कपी गरेर। लास्ट बट नट लिस्ट सबभन्दा इम्पोर्टेन्ट कुरा यस्तो हुँदो रहेछ कि क्लाइन्टहरूको काम गर्दा उनीहरूलाई पर्फेक्ट देखाउन ट्राई गर्दा स्लोली आफ्नो त्यो टच, आफ्नो भाइब, आफूलाई मन लागेको चिज भुलिँदो रहेछ कि। अनि मलाई बिस्तारै के फिल भयो भने मलाई ह्याप्पिनेस दिने चिज, मलाई सेटिस्फाई गराउने चिज सबभन्दा भनेको फिल्म मेकिङ हो कि। अनि जब त्यही कुरालाई सेटिस्फाई नभएर गरिरह्यो भने त न काम राम्रो, न क्लाइन्ट सेटिस्फाई, न म सेटिस्फाई। अनि यो क्वेसन आउँछ कि वाट इज द पोइन्ट अफ डुइङ दिस? क्लाइन्टले जस्तो भनेको छ त्यस्तै त दिनै पर्यो, बट एभ्री टाइम आफ्नो टच नै नदिएर गरिरह्यो भने त मजा आएन क्या काम। मजा आएन भने त मजा आएन नि। अनि मलाई बिस्तारै के फिल भयो भने चाहिँ डु वाट यु वान्ट। अब क्लाइन्टको कुरामा पनि आयो भनेपछि हल्का आफ्नो टच दिन पनि खोज क्या। आफ्नो क्रिएटिभ प्रोसेस झ्यापझ्याप दिन खोज, आफूलाई मन लागेको चिज पनि गर्न खोज। डु वाट सेटिस्फाइज यु।
सो नाउ बी योर सेल्फ, आफ्नो म्याजिक पनि राख्नु पऱ्यो बिच बिचमा। गुड बाई, यति हो आजको। आज त